तामाङको पाथिभरा 2083 वैशाख 18 गते शुक्रबार हामी चाहिँ अब पुग्न लाग्यौं। घन्टीमा आइपुग्यो हामी गाह्रो भएको अवस्था छ हाम्रो। एउटा टोली चाहिँ अगाडि गएका छन् रोनालहरू। सन्तोषी दिदी रोनालहरू अगाडि गइसके। हजुरबाहरू यस्तो छ बाटो। कुहिरो लागिरहेछ। मान्छेहरू पनि आउँदैछन् यहाँ तलदेखि आउने को हो। यस्तै गाह्रो भएको अवस्था जस्तो देखिरहेछ त हौ। को रहेछ यहाँ यसरी पनि बोकेर 100 रुपियाँ केजीले बोकेर चाहिँ माथि लाने ल्याउने गर्नुहुन्छ यसरी। यो को रहेछ यो आउने को रहेछ। यसो झोला बोकेर लौरो टेक्दै आउने बहिनी को रहेछन्। कहाँदेखि आएको रहेछन् हौ। यसो हेर्दा त बसी खाएको काम नगरी खाएको सुखल सयालमा बसेको जस्तो देखिन्छ। को रहेछ त यहाँ को रहेछ त। यसको अनुसन्धान गर्नु पर्यो। आफ्नै बुढी पो रहेछ नि त यार। यसको ठिक पार्छ यसलाई चाहिँ बसी खाएको खाइस। ठिका पार तँलाई ठिका पार। घन्टी चोकमा आइपुग्यो हामी। बसी खान्छस् तँलाई ठिक्का पार। हिँड अझ हिँड। तँलाई गाह्रो भयो तँलाई। गाह्रो भएछ त यसलाई। ए छिटो आऊ औ कान्छे छिटो आऊ। तँलाई ठिक्का पार। आउँदैछ नै गुराँस। तँलाई हिँड्दैछन् कान्छी मेरो बुढी आउँदैछन्। छिटो आऊ छिटो हिँड्न नसकेको हेर त हेर। तँलाई काम नगरी खान्छस् तँलाई। मेहनत नगरी बस्छस् नि बसी तँलाई। छिटो आऊ है। के छ ठिकै छ। गाह्रो भयो ल ठिक छ। दुःख लागिरहेछ मलाई। बग्छ नि त नबग्न बगौँ नि त। कति मलाई कति नानीहरू मात्रै भएको छ त तिमीलाई बग्छ नि त।